राति अचानक निन्द्राबाट बिउजिँदा किन डर लाग्छ? कहिले सोच्नु भएको छ? रातिको समयमा अचानक आँखा खुल्छ, चारैतिर सन्नाटा आउँछ र एकदम अनौठो डर लाग्छ। तर त्यो डरको कारण तपाईले सोचे जस्तो भने बिल्कुलै होइन। धेरैले सोच्ने गर्छन् यहाँ केही छ र उसले मलाई हेरिरहेको छ। तर रियालिटी के हो भने यो एकदम नर्मल साइकोलोजी रियाक्सन हो। जब तपाईँ गहिरो निन्द्राबाट अचानक उठ्नुहुन्छ तब तपाईको दिमाग फुल्ली एक्टिभ हुँदैन। जताततै अँध्यारो हुन्छ, शान्त हुन्छ र ब्रेनले हर चिजलाई क्लियरली बुझ्न सक्दैन, जसलाई स्लीप इनर्सिया भनिन्छ। यस्तो अवस्थामा दिमाग केही सेकेन्डदेखि केही मिनेटसम्म ड्रिम र रियालिटी बीचमा स्ट्रोक हुन्छ। त्यही कारण सानो आवाज पनि ठुलो लाग्छ, छाया देख्दा डर लाग्छ र मनमा अनावश्यक डर उत्पन्न हुन्छ। तपाईको त्यो फिलिङ कुनै बाहिरको खतरा होइन, त्यो तपाईको आफ्नै दिमागभित्रको टेम्परेरी कन्फ्युजन हो। अँध्यारो आफै डराउने कुरा होइन, तर हामीले नबुझेको कुरा दिमागले डरको रूपमा इन्टरप्रेट गर्छ। र इन्ट्रेस्टिङ कुरा के छ भने जति हामी थाकेको हुन्छौँ त्यसको डर त्यति नै स्ट्रङली महसुस हुन्छ। त्यसैले अब अर्को पटक राति अचानक आँखा खुल्दा वा बिउजिँदा डर होइन, बस तपाईको दिमागलाई केही सेकेन्ड दिनुहोस्।